नमस्कार साथीहरू, स्वागत छ तपाईलाई हाम्रो एडिला लाइफ युट्युब च्यानलमा। के तपाईँ नेता बन्न चाहनुहुन्छ? के तपाईँ आफ्नो परिवार, टिम, व्यवसाय वा समाजमा सकारात्मक प्रभाव पार्न चाहनुहुन्छ? यदि हो भने आजको अडियो भिडियो तपाईको लागि अत्यन्त महत्त्वपूर्ण छ। आज हामी बुझ्नेछौँ लिडरसिप के हो र एक सफल नेताका 5 मूल मन्त्रहरू के हुन्। अडियो अन्त्यसम्म सुन्नुहोला किनकि अन्तिम बुँदा तपाईको जीवन परिवर्तन गर्न सक्छ। लिडरसिप भनेको केवल आदेश दिने काम होइन। लिडरसिप भनेको मानिसहरूलाई सही दिशामा प्रेरित गर्दै लक्ष्यसम्म पुर्याउने कला हो। साँचो नेता त्यो व्यक्ति हो जो अगाडि बढेर बाटो देखाउँछ, समस्या आउँदा समाधान खोज्छ र आफ्नो टिमलाई सफल बनाउँछ। नेता पदले होइन, व्यवहार र प्रभावले चिनिन्छ। हरेक महान नेतासँग स्पष्ट भिजन हुन्छ। उसले आज मात्र होइन, भोलिको सम्भावना पनि देख्छ। यदि तपाईलाई आफ्नो गन्तव्य थाहा छैन भने तपाईँ अरूलाई सही दिशा दिन सक्नुहुन्न। त्यसैले आफ्नो लक्ष्य स्पष्ट बनाउनुहोस्। सफल नेताले समयमै निर्णय लिन जान्दछ। कहिलेकाहीँ निर्णय कठिन हुन सक्छ, तर निर्णय नलिनु सबैभन्दा ठूलो गल्ती हो। जानकारी सङ्कलन गर्नुहोस्, विश्लेषण गर्नुहोस् र आत्मविश्वासको साथ निर्णय लिनुहोस्। इमानदारी नेतृत्वको आधार हो। मानिसहरूले त्यही व्यक्तिलाई पछ्याउँछन् जसलाई उनीहरू विश्वास गर्छन्। यदि तपाईको बोली र व्यवहारमा एकरूपता छ भने मानिसहरूको विश्वास स्वतः बढ्छ। विश्वास बिना नेतृत्व सम्भव हुँदैन। प्रेरणा दिन सक्ने क्षमता। महान नेताले केवल काम गराउँदैन, उसले मानिसहरूलाई प्रेरित पनि गर्छ। उसले टिमको मनोबल बढाउँछ, उनीहरूको क्षमता पहिचान गर्छ र अगाडि बढ्न उत्साहित बनाउँछ। नेतृत्व भनेको अरूलाई सफल बनाउने कला हो। साँचो नेता बोल्ने भन्दा बढी गरेर देखाउँछ। यदि तपाईँ समयको सम्मान गर्नुहुन्छ भने अरूले पनि त्यही कुरा सिक्छन्। मानिसहरूले तपाईको कुराभन्दा तपाईको व्यवहारबाट बढी सिक्छन्। साथीहरू, एक सफल नेताको 5 मूल मन्त्र: भिजन, दूरदृष्टि, निर्णय क्षमता, इमानदारी, प्रेरणा दिने क्षमता, उदाहरण बन्ने बानी। याद राख्नुहोस्, नेतृत्व पद होइन, जिम्मेवारी हो। यदि तपाईले आजबाट यी 5 गुण अपनाउनुभयो भने तपाईँ आफ्नो जीवन, व्यवसाय र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्नुहुन्छ। यदि अडियो भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब र बेल घन्टी थिच्न नबिर्सनुहोला। धन्यवाद। फेरि अर्को प्रेरणादायी अडियो भिडियोमा भेटौँला। जय नेपाल।